आजको डे 26 भ्लगमा चाहिँ तपाईहरुलाई म यस्तो खतरनाक जग्गामा लिएर जान्छु नि र हाम्रो टिमहरु पनि घरबाट निक्लिसकेका थिए। अनि झापाकै सबैभन्दा फेमस जग्गामा जानु पाउँदा त मेरो मन त एकदमै पागलै भइसकेको थियो। सोचेकै थिइन झापाको सबैभन्दा फेमस ह्याप्पील्यान्ड घुम्नु पाउँछु भनेर। र गाइस अहिले चाहिँ म ठिक ह्याप्पील्यान्डकै छेउमा छु। अनि सबैले मिलेर टिकट काउन्टरमा गएर टिकट काटे। त्यसपछि छोरो पनि लाग्यो ह्याप्पील्यान्ड। तर ह्याप्पील्यान्डको भित्र नपसिकिन बाहिरैबाट दिल खुश हुने चिजहरु पनि देख्नु पाइ। अनि भित्र पसिसकेपछि त वाउ 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 भन्दा भन्दै एउटा केटी पनि पट्टिहाले, जुन चाहिँ केटी मेरै पछाडिपट्टि देख्नु सक्नुहुन्छ। र यहाँ हेर्नु त मेरो इन्डियाको म्याप सबैभन्दा अलग र मुटुलाई नै छुनै गयो। यहाँ आएपछि चाहिँ लाग्यो बल्ल नेपाल चाहिँ आइपुगे भने जस्तो। ह्याप्पील्यान्डमा आइसकेपछि चाहिँ तपाईलाई बोरिङ चाहिँ लाग्दैन क्या, किनभने यो ठाउँको नाम त ह्याप्पील्यान्ड। हेर्नुस् त यो पानीमा चल्दै गरेको नौका। अनि यहाँको वातावरण चाहिँ कति राम्रो छ है। तपाईहरु घुम्नुको लागि आउनुभयो भने चाहिँ यो माथिबाट झर्दै गरेको पानीमा पक्का एउटा भिडियो बनाएर लिएर जानुहोस् है। यो ठाउँमा घुम्दा र हेर्दा त दुवै गलिसक्छ। यहाँ आउनुभयो भने चाहिँ तपाईहरुले यस्तो यस्तो ठाउँ घुम्नु पाउनुहुन्छ। यहाँबाट चाहिँ ह्याप्पील्यान्डको यस्तो खालको भ्यू आयो कि मन चाहिँ पुरै ह्याप्पी। त गाइस नेपालको ह्याप्पील्यान्ड तपाईलाई कस्तो लाग्यो सानो र एउटा चिटिक्क परेको कमेन्ट गरिदिनुहोस् है। हस् त गाइस, थ्यांक यू फर वाचिङ, बाइ बाइ।